मुनि बसेर भिडियो बनाउने धूपमा बसो भिडियो बनाउने भिडियोमा हालेको हो कि बुढाबुढी दुईजना खिर बनाउने हो बुढाबुढी दुईजना खिर बनाउने हो न यस्तो खिर राम्रो खिर बनाउने हो मान्छे खाएपछि मिठो हुन्छ एकदम मिठो हुन्छ अब तपाईले बनाएको जेरी पक्कै मिठो हुन्छ हुन्छ म्याम खिर रेडी भयो खिर मिठो हुन्छ गुलियो हुन्न मिठो हुन्छ खालि खिर कोले खाने खिर पनि रेडी भयो हजुर